हेलो हेलो गुड मर्निङ सबैजनालाई। सबैभन्दा सर्वप्रथम त म आज खप्तड बिहानै हाम्रो खप्तडको त्रिवेणी धाममा पुगिसकेको छु। यो चाहिँ खप्तड त्रिवेणी धामको मेन मन्दिर रहेको छ। यहाँ एउटा यस्तो अद्भुत छ खप्तडमा, 22 पाटन मध्येको सबैभन्दा पहिला दर्शन गर्नुपर्ने यो त्रिवेणी धाम रहेको छ। र यो त्रिवेणी धाम यसरी सजावट गरिएको छ। यो यहाँको हाइट 3000 मिटरको हाइटमा, समुद्री सतहदेखि 3000 मिटरको हाइटमा यो त्रिवेणी धाम रहेको छ। र यो त्रिवेणी धाम को यतापट्टि यो जमुना नदी यसरी बगेर आउँछ। त्यसपछि यता सरस्वती कुण्ड, यो सरस्वती कुण्डबाट बगेर आउँछ भने यता गङ्गा नदी बगेर आउँछ। र यहाँनिर त्रिवेणी धाम भएको छ। र यो यता बाजुराबाट बगेर आउँछ भने यता अछामबाट र यता डोटी भएर बग्ने गरेको छ। र यो त्रिवेणी धाम यस्तो रहेको छ। आदरणीय साथीहरू, यो खप्तड त्रिवेणी मन्दिर हो, जुन यहाँको शक्ति र देवताको वास स्थल रहेको छ। आदरणीय दर्शक साथीहरू र भन्दै म तपाईँहरूलाई चाहिँ यहाँको फुल जानकारी दिइरहेको छु। र तपाईँहरू पनि आएर यस स्थानको बारेमा आउन सक्नुहुनेछ र यहाँ घुम्न सक्नुहुनेछ। यहाँ पुरा पौराणिक कालका घरहरू रहेका छन्, बनाएका छन्। त्यस्तै काठे पुल छ। त्यस्तै यो चारै ठाउँबाट, तिनै ठाउँबाट चाहिँ खोला नालाहरू बगेर आएर धाम बनेको छ। यहाँ मेन गरी गङ्गा, जमुना र सरस्वती तिनवटा सङ्गमस्थल जोडिएर चाहिँ यो त्रिवेणी धाम बनेको छ। र यो यहाँको दृश्य यस्तो छ। र यो भिडियो मार्फत संसारभरि रहेका नेपालीहरूलाई प्रसारलाई यहाँको गर्न चाहन्छु। र तपाईँहरू पनि आउनु र यहाँको चाहिँ भ्रमणका साथै दर्शन गर्नुहोस् भन्ने कामनाका साथै फेरि पनि नयाँ नयाँ स्थानको म जानकारी दिनेछु। हस्, धन्यवाद। शुभ बिहानी सबैजनालाई।